यदि डोनाल्ड ट्रम्पले इरानमाथि परमाणु हमला गरे भने ठुलो विस्फोट हुन्छ र जुन ठाउँमा हमला हुन्छ त्यो क्षेत्र केही सेकेन्डमै पूर्ण रूपमा नष्ट हुन्छ। त्यसपछि धुलो, धुवाँ र रेडियोधर्मी पदार्थको ठुलो बादल बन्छ जसलाई मसरूम क्लाउड भनिन्छ। यो धेरै माथि 60 देखि 90 हजार फिटसम्म उठ्न सक्छ। यसपछि न्युक्लियर फलआउट हुन्छ जसमा रेडियोधर्मी कणहरू आकाशबाट धुलो वा वर्षाको रूपमा झर्छन्। यसले इरान मात्र होइन, छेउछाउका देशहरू जस्तै अफगानिस्तान, पाकिस्तान, इरान, कुवेत, बहराइन, ओमन, युएई आदि प्रभावित हुन सक्छन्। तर यसको असर त्यही सीमित हुँदैन। हावाको दिशा र गति अनुसार रेडियोधर्मी पदार्थ टाढासम्म फैलिन सक्छ। यदि हावा बलियो भयो भने इन्डिया, नेपाल र अन्य मध्य एसियाली देशहरू पनि प्रभावित हुन सक्छन्। यसले माटो, हावा र खेतीपातीमा असर पार्न सक्छ जसको प्रभाव वर्षौंसम्म देखिन सक्छ, जस्तै रोगहरू बढ्नु र उत्पादन घट्नु। यद्यपि सबै मानिस समाप्त हुन्छन् भन्ने कुरा अतिरञ्जित हो। वास्तविक असर धेरै गम्भीर हुन्छ, तर यो स्थान, हावापानी, विस्फोटको शक्ति र अन्य कारकहरूमा निर्भर हुन्छ। अन्त्यमा यस्तो घटना भएमा विश्वव्यापी अर्थतन्त्रमा ठुलो असर पर्छ, अन्तर्राष्ट्रिय व्यापार कमजोर हुन्छ र दीर्घकालीन असर दशकौँसम्म देखिन सक्छ। धन्यवाद।